कोहीले कोही उड्दैन नि यहाँ नपराउने यस्तो नि हिमाल हेर्दै आमामा हिमाल हिमाल हेर्नु छुट्टी मलाई छ हिमाल ए यता पछाडि अर्को दोस्त पनि यस्तो चाहिँ पुरा स्लो मजा भइरहेको छ गाडी आउँछ नि त्यो गाडी आउनु पाइन्छ नि त्यही गाडी आउनु पर्ला है त्यही गाडी आउनु कुनै हाम्रै गाडी हिँडेको जसरी बस्नु गइन्छ नि जसरी गइन्छ नि यो त मजा अलिकति साइडमा ल्याउनु त हिमाल देखाइदिउँ हिमाल है दामी खुलेछ कि हिमाल पनि यस्तो दामी हो नि परको ब्युटी हो नि कि हिमाल हो क्या यस्तो दामी हो अहिले फेमताल त तर लो नै लो नै भयो कि तर हिमाल भनेको त दामी छ क्या हामीले चाहिँ टेक ओभरकै तलबाट हो अब हामी चाहिँ एकदम सरकटतिर घुम्दै अनि हामी ल्यान्डिङ जान्छौँ क्या दाजुभाइ ट्याक्क यो चाहिँ किनभने बजार हुनाले यो चाहिँ हिँड्दा होइन आलुकै मोमो आलुकै मोमो आलुकै भात आलुकै रोटी सब पाउने हो कि आलु कसले ल्याउँछ रे मेला यहाँ पुरा डेन्जा पाउँछ यहाँ प्याराग्लाइडिङ गर्न छुट्यायो नि त्यो त्यहाँ चाहिँ नछुटाउनु आलु हेर्नु आलुको परिकार आलुकै दाल आलुकै भात हो फेरि होइन आलुकै बिस्तारै हुन्छ अलिक समयमा अनि त्यहाँपछि त्यो हेर्दै त्यहाँ हिमालय नदी गाह्रो पर्छ नि यस्तो उभिएर हेर्नुपर्छ क्या यहाँ चाहिँ बसी हिमालय वा यो हो नि त यता होइन बाहिरबाट आएको हिमाल हेर्नलाई पोखरामा जन्मिनुपर्छ पोखरामा जन्मिन नजन्मिने एकचोटि बुढ्यो भने देखिन्छ हिमाल हिमाल देखिन्छ यो सन्जी भान्जाको घरतिर फेरि यहाँ पुरै साग रहेछ भान्जाको हाम्रो घरतिर होइन यो के ठाउँतिर हाम्रो पुरै साग रहेछ होइन साग काउली भरिभरि के छ यो तल देखाउने र यो तल हाम्रो उड्ने ठाउँ अब तल उड्ने ठाउँ होइन तल उडिरहेको छ ट्रेनवाला है यस्तो हुन्छ क्या छुट्टै भन्दा त हामी ट्याक्क कुन मन्दिर भन्थ्यो गणेश मन्दिरमा अब ट्याक्क एकचोटि दाहिनेतिर घुमेर